के रे हामीले के गरियो पहिला अब तातो पानी बोइल गर्दैछौँ है हामी है अलिकति पानी भयो अझ बढी हाल्छ हामीले ड्राई चिल्लीलाई के गरिँदैछ बोइल गरी त्यसको टियर्सहरू के गरी निकालियो होइन त्यसपछि के गरिन्छ यसलाई हामीले बोइल गरिन्छ है ध्यानमै स्टेपहरू लेखमै टाइम पास नगरमै गाइजहरू हामी के बनाउँदैछौँ रे हर्ष किन स्लो फ्लेममा पकाउने स्लो फ्लेममा पकाएको खानेकुराहरू के हुन्छ त मजाले पाक्छ कि हामीले हाई फ्लेम गऱ्यो भने मटनहरू पकाउँदा नि के हुन्छ त्यो मजाले पाकेको हुँदैन है त्यो डढ्छ होइन पाक्दैन तर स्लो फ्लेममा पकाएको फुडहरू के हुन्छ त एकदमै राम्रो मानिन्छ कि जस्तै फर इक्जाम्पल हामीले एउटा चिकन स्टक बनाउनु पर्यो भने हामी 12 देखि 15 घण्टा त्यसलाई स्लो फ्लेममा पकाइराखिन्छ कि है त्यो मजाले पाकिराख्नु पर्यो कि हट सस बनाउँदैछौँ है हट सस अब यसको नि मेथड हुन्छ हामी कुन मेथडहरू फलो गरिरहेको छौँ सुरुमा के गरिएछ हामी अब बोइलतिर लाग्यो होइन बोइलिङ मेथडमा गयो होइन त्यसपछि हामीलाई यसलाई फेरि पछि के गरिन्छ हामीले सते गरिन्छ सते मेथडमा गयो त्यसपछि हामीले यसलाई के गरिन्छ फेरि ब्लेन्डिङ गरिन्छ ब्लेन्डिङ मेथडमा गयो है त्यसरी गइन्छ है है हामी चाहिँ यो पुतली बजार नगरपालिका र वैदेशिक रोजगार विभागसँग समन्वयन गरेर एउटा चाहिँ किचन हेल्परको ट्रेनिङहरू दिलाइरहेको छन् र अब म मेरो बारेमा भन्नुपर्दा मेरो नाम सुदर्शन दोरङ्गा होइन लङ टाइम म चाहिँ विदेशमा पनि एज हस्पिटालिटी सेक्टरमा काम गरेको भएर स्याङ्जाको हाम्रो युथहरूलाई नयाँ जेनेरेसनहरूलाई काम गर्नुपर्छ सिप सिक्नुपर्छ भनेर मैले मेरो एक्स्ट्रा एफोर्ट लगायत उनीहरूलाई सिप सिकाइरहेको छु है हस् धन्यवाद हामीले यो 1 मन्थको क्लास हो यसमा हामीले बेसिकली किचन हेल्परमा पढ्ने कुराहरू के हुन्छ भन्दा हाम्रो जब के हो किचन हेल्पर भनेको के हो खास होइन प्रिपरेसन गर्ने कटिङ स्किलहरू हुनु पर्यो त्यसपछि गएर कुकिङ चाहिँ पर्दैन तैपनि मैले दिइरहेको छु है कुकिङहरू सुपहरू कसरी बनाउने एपेटाइजरहरू मेन कोर्सहरू डेजर्टहरू सर्भ कसरी गरिन्छ किचन क्लिनिङ कसरी गरिन्छ पर्सनल ग्रुमिङहरू कसरी राखिन्छ फुड ह्यान्डलिङहरू कसरी गरिन्छ हैन हाम्रो चिल्लरका कुराहरू हुन्छन् चिल्लर मेन्टेन कसरी गरिन्छ है यी अत्याधिक कुराहरू मैले पढाइरहेको छु है यहाँ आज यो फेरि बिग्रिन्छ मैले नि कार्यक्रम चलाएँ स्टेनर छ नि हैन गर्दैछौँ बोइल मेथडमा गएर हामीले बोइलिङ गर्दैछौँ है यसलाई है ल हेर्नु है अब यो गिलो टाइपको हुन्छ है गिलो टाइपको भइसकेपछि हामीले यसलाई के गर्छौँ अब स्टफ गर्छौँ एउटा स्टेनर युज गरेर यसलाई के गर्नु पर्यो हामीले छान्नु पर्यो है ल सबै पानीमा गइसकेको छ नि त हो कि हामीले पकाएपछि यो पनि हामीलाई चाहिन्छ कि पानी युज गर्ने है बुझेछ नि गाइस बोइलिङ गरेको पानी पनि चाहिन्छ है हामीलाई एकछिन पुरा चिसो बनाउनु पर्यो एकैछिन है करी चाहिँ डे बाई डे बनाइरहेको छौँ भने त्यसलाई लङ टर्म चाहिँ होल्ड गर्न सकिन्छ कि हालियो है पानी हामीले कुन युज गर्ने
जुन हामीले उ गरिएको थियो नि बोइलिङ गरेको थियो नि त्यही वाटर हाल्ने है पानी कति चाहिएको है खान्छ हिजो खत्तम बनाइदिनु केटा रेडी चाहिँ भएको छैन है यो खुर्सानी मात्रै हो नि ए होइन चाहिँ सेफरलाई छैन एउटा कुरा है यतिको बाबा तिमीलाई लट मन्दिर चाहियो लाउ न ल चाह न त्यसले गर्छ है विचार चाहिँ जान्नु पर्यो यति चाहिँ गरेर दिन सक्नु पर्यो के बुझ्यो नि क्लियर गरिदिन्छु सबै कुराहरू के हालियो ओइल है तोरीको तेलहरू मटनहरू पकाउँदा बेसिकली युज गरिन्छ होइन नत्र हामीले यही युज गरिन्छ है के छ अदुवा चाहिँ हाल्दैन है यसमा जिन्जर चाहिँ हाल्दैन है जिन्जरहरू हामीले दुई तिनवटा आइटममा मात्रै हालिन्छ युज गरिन्छ हामीले के अब तड्का दिन लाग्यो है हामीले ब्लेन्डिङ गरेको हट ससलाई के गर्नु लाग्यो तड्का दिन लाग्यो है के भयो तड्का भयो है हामीले दाल हालिन्छ नि होइन त्यस्तै है अब यसको स्पाइस लेभल फाइन्ड आउट गर्ने कतिको स्पाइसी बनाउने भन्ने तपाईँहरूमा डिपेन्ड हुन्छ है एकदमै स्पाइसी बनाउने हो कि माइल्ड बनाउने हो कि मिडियम बनाउने हो कि समय हामी मिडियममा कहिलेकाहीँ सुगर पनि युज गर्न सकिन्छ केचप पनि सुगर पनि युज गर्न सकिन्छ है एकदमै एक्स्ट्रा स्पाइसी बनाउने भने के युज गर्नु परेन होइन भने हामीले चाहिँ चिक्क बनाउने केचप पनि युज गर्न सकिन्छ है एकदमै ब्लेन्डिङ गर्दा पानी धेरै भयो पातलो भयो भने पनि हामीले केबाट कभरेज गर्न सक्यो केचपबाट है चिनी हाल्नु के चाहिँ भएन भने राख्नै पर्यो है अच्छा अच्छा अब यसलाई हामीले एकदमै पातलो बनाउने होइन फर्स्ट कन्ट्रोलतिर लाग्ने हो कि त्यतातिर हुन्छ नि जस्तै काठमाडौँतिर के हुन्छ टेबलमा राख्दै हुन्छ नि उनीहरूले पातलो बना हुन्छ कि किनभने कस्ट त निकाल्नु पर्यो मिलाउनु पर्यो नि त होइन व्हाइट पेपर आयो है अब यसलाई हामी मजाले एकछिन पकाइन्छ भयो द्याट्स इट अब यो चटनीहरू बनाइसकेपछि हामीले अरू डिसहरू बनाउँदा पनि यो चटनी युज गरेर डिस बनाइन्छ कि म्यारिनेसनहरू गर्दाखेरि पनि चाहिन्छ यो खानालाई मात्रै होइन कि हामीले त्योसँग खानालाई मात्रै होइन कि यो सस युज गरेर अरू डिसहरू पनि के गर्न सकिन्छ बनाउन सकिन्छ है
ल भएन द्याट्स इन हामी के बनाएको हट सस है अब यो फ्री रेफ्रिजरेटरमा राख्नभन्दा अगाडि सेलाउनु पर्छ है मजाले है सेलाएपछि मात्रै हामीले के गरिन्छ त्यो टेम्परेचरमा होल्डिङ गरिन्छ है त्यो तिमीहरूले आज घर लानु पाउँदैन भोलि क्लास हुन्छ यस्तो बनिसकेपछि के गर्ने कति दिनसम्म दिनसम्म यो चाहिँ तपाईँको मोटामोटी 7 to 10 डेज युज गर्न पाइन्छ किनभने 100% कुक भइसकेको हुँदैन है त्यसलाई हामीले चाहिँ सेलाएर रेफ्रिजरेटरमा राखेपछि युज टु गर्न सक्यो है त्यो अलरेडी सबै पाकिसके होइन कि यो है ल अब नेक्स्ट त्यसपछि हामी जुन सिस्टममा गएको थियौँ जुन डेमो भएको थियो त्यो अनुसारले काम गर्ने ल